यो चाहिँ चेन्नईको सुपर मार्केट है। यस्तो छ यहाँको भ्यू। यस्तो छ यहाँ सब्जीहरू। र मैले यहाँ के सुन्यो भनेपछि यो त्यो झ्यालदेखि छ नि, त्यो झ्यालदेखि चाहिँ सेउले बजारमा के अरे सेउले बजारमा आलु भन्ने गीत लगाएको छ के। सायद कसले लगायो त्यो चाहिँ थाहा भएन। ल नुहाएर आउँदाखेरि यस्तो यहाँनिर चाहिँ हात्तीहरूको यस्तो ऊ बनाएर रहेछ है। उहाँ चाहिँ बाजे टक्क नुहाएर आयो। आज चाहिँ समुद्रतिर है। अब भाइब्स लस्सी सुन। अब समुद्रमा गएर भेटौँला टक्क। अनि बिच पुग्नेखेरिको नजारा यस्तो छ है। बाजे चाहिँ पुरै लुक्स हेर न, पुरै चस्मा लाएर पुरै चट्ट है। यो चाहिँ स्टार्टिङ पोइन्ट हो। अब जता झर्दा हुन्छ। ल पुग्यौँ ल। यहीँ हो क्या? आज अहिले दिउँसो भएर हो। दिउँसोतिर मान्छेहरू हुन्छन् कि साँझ या बिहान। यस्तो छ पुरा डेजर्ट मरुभूमि जस्तो छ। केही छैन यहाँ चाहिँ। यस्तो छ। उ त्यहाँनिर मात्र किन हरियाली? अबे यस्तो खै कता लाइट हाउस चाहिँ उ त्यहाँ छ। ओ लाइट हाउसतिरदेखि समुद्र अलि नजिक पर्दछ। त्यहाँनिर यति हिँड्नु पर्दैन। म गएको पनि छु त्यहाँ, नजिक पर्छ होइन। यहाँ चाहिँ समुद्र पुगिन्जेल त 10 मिनट त त्यसै जाने भयो। सायदै कोही डुङ्गामा लैजाने मान्छे पाउनु क्या आज। ल गाइज फाइनली चाहिँ समुद्र पहुँच्यो है। हामी चाहिँ पुगिहाल्यौँ। अब यस्तो छ समुद्र पुगिसकेपछि अब टक्कै पछाडितिरको चाहिँ यस्तो छ। अनि हामी चाहिँ टक्क पुग्यौँ अब। के भन्यो? बिचमा नुहाउनु पाए कस्तो मजा आयो तिमीलाई? त्यो बिचमा अहिले यता त गहिरो हुँदैन नि त होइन? गहिरो हुने भनेको त बिचमा होला नि त। खारीकोमा आउनु तिम्रो खुट्टा सुट्टा बालुवाले डुबाएर लगिहाल्छ। अहिले हल्का पाइन्टहरू लगाएको छैन नि त। ल नुहाएर आउँदाखेरि यस्तो यहाँनिर चाहिँ हात्तीहरूको यस्तो ऊ बनाएर रहेछ है। उहाँ चाहिँ बाजे टक्क नुहाएर आयो। यहाँनिर अब हामीले ऱ्यापिडो बुक गर्नु पर्ने हुन्छ। अब यहाँनिर जाउँ। यस्तो छ आउँदाखेरिको दृश्य भन्ने कुरा। यहाँदेखि धेरै टाढासम्म छ कि कता हो कता यस्तै छ। अनि चाहिँ हामीहरू भने यस्तरी टक्क लाएर आउँदैछौँ। यस्तो छ भ्यूहरू। रमाइलो भइरहेछ पुरा मेरिना ब्रिजमा। यता पब्लिक पनि जान खोजिरहेछ। वाउ बेस्ट। कति बेला हात काट
ऊ त्योवाला भाइब त हामीलाई लिइहाल्छ होला सायद आइरहेछ त्योवाला खतरनाक आइरहेछ माथि तल र यता पनि हामी बसिरहेको छौँ तर भाइब राम्रो राम्रो दिइरहेछ कतिखेर मुटु नै धड्किन्छ हो छालले गर्दा ल अच्छावाला भाइ आइरहेछ माछा कुनै समुद्रको छेउछाडीमा बसेर यस्तो भाइ दिनु छ यो चाहिँ चेन्नईको सुपर मार्केट है यस्तो छ यहाँको भ्यू यस्तो छ यहाँ सब्जीहरू र मैले यहाँ के सुन्यो भने चाहिँ उ त्यो झ्यालदेखि छ नि त्यो झ्यालदेखि चाहिँ सेउले बजारमा के अरे सेउले बजारमा आलु भन्ने गीत लगाएको छ के सायद कसले लगायो त्यो चाहिँ थाहा भएन सायद म्युजिक सुनाइदिरहेछ भने सेउले चाहिँ खासमा म यहाँको सनसेट देखाउन गइरहेको के सनसेट अब सनसेट हुनुला है यस्तो दामी छ अहिले सनसेट दामी भ्यू धेरै नै दामी छ सनसेटको